स्वस्थानी व्रत 2082 साल यस वर्ष पौष महिनाको शुक्ल पक्षको पूर्णिमा यानी कि पुष महिनाको 19 गतेबाट शुभारम्भ हुँदैछ। माघ 18 गतेसम्म माघ शुक्ल पूर्णिमा रहनेछ। एक महिनाको अवधिभरि स्वस्थानीको व्रत आराधनाहरू गर्दैछौँ। पहिलोचोटि व्रत लिनेहरूले यसपटक शुक्र अस्त भएका कारणले गर्दा शुभारम्भ गर्न मिल्दैन। नियमित रूपमा स्वस्थानीको व्रत गर्नेहरू अगाडि गरिसक्नेहरूले स्वस्थानीको व्रत गर्न मिल्छ। शाली नदी माधव नारायण भगवानको दर्शन गर्ने। यस सँगसँगै शुक्र अस्त भए तापनि यस पौष शुक्ल पूर्णिमादेखि माघ महिनाको शुक्ल पक्षको पूर्णिमासम्म स्वस्थानीको पुस्तक किनेर ल्याएर यो अवधिमा घरमा राख्ने। 31 अध्याय छन्, एकचोटि पाठ गर्ने, 3 चोटि पाठ गर्ने, 5 चोटि पाठ गर्नाले स्वस्थानीको कृपा वर्षिनेछ। जोसँग घरमा पुस्तक छ स्वस्थानीको पुस्तक घरमा राखेर 1-2 अध्याय होइन, खोले पछाडि पुरै 31 अध्याय कथा सम्पन्न गर्नुपर्छ। या 31 अध्याय पाठ गर्न सकिँदैन भने अरूले भनेको सुन्नुपर्छ। त्यो पनि सकिएन भने हामीले घरमा राखेर स्वस्थानीको पुस्तकलाई ढोगेर प्रार्थना गर्नाले मात्रै पनि स्वस्थानी प्रसन्न हुनुहुन्छ। 31औं अध्यायमा स्वस्थानीको के भनेको छ भने कुमारजी अगस्त्य मुनिलाई भन्नुहुन्छ, हे अगस्त्य मुनि, जो मनुष्यले एकचित्त भई स्वस्थानी परमेश्वरीको 1 महिनासम्म व्रत गर्ला, कथा सुन्ला अथवा कथा सुनाउला, पुस्तक जसले घरमा राख्ला त्यसका घरमा दुःख दारिद्र्य हुने छैन। आदित्यादि नवग्रहहरू सधैँ प्रसन्न हुनेछन्। अकालमा मृत्यु टर्नेछ। फेरि भूत प्रेत पिशाच डाकिने साकिने आदिको भय रहँदैन। त्रिदोष आदि रोगहरूको पनि भय हुँदैन। चोर शत्रु अग्नि वन्यजन्तु भय हुने छैन। ब्रह्म इत्यादि सम्पूर्ण पापहरू नष्ट भए यस लोकमा सुख सम्पत्ति पाई परलोकमा भगवत कैलाश धाम वास हुनेछ भनेर कुमारजीले अगस्त्य मुनिलाई भन्नुभएको छ। यस कारणले गर्दा पनि स्वस्थानीको पुस्तक, स्वस्थानीको कथा, स्वस्थानीको व्रत भक्तिको महिमा धेरै रहेको छ। जति हुन्छ जस्तो हुन्छ सबैजनाले स्वस्थानीको स्मरण भक्तिभावहरू गरौँ। हामी पनि यसपटक 2082 सालको पुष महिनाको 19 गते बिहान 6 बजेदेखि स्वस्थानीको कथा प्रत्येक दिन हामी सुनाउनेछौँ, राख्नेछौँ। यो जानकारी गराउँदै बिदा हुन्छु। जय श्री राधे, जय श्री कृष्ण।